नमस्कार सर होइन। आज म तपाईँहरूलाई चाहिँ टेक्निकल एजुकेसन अफ इम्पोर्टेन्स अफ टेक्निकल एजुकेसन इन नेपालमा चाहिँ टेक्निकल एजुकेसनको कति महत्त्व छ भन्ने कुरालाई म यहाँ तपाईँहरू समक्ष म केही दुई शब्दहरू राख्न खोजिरहेको छु। भनेपछि टेक्निकल एजुकेसन भनेको चाहिँ तपाईँको चाहिँ प्राविधिक शिक्षा भनिन्छ होइन। जुन हाम्रो एउटा मिसकन्सेप्सनमा के छ भनेपछि पढेर के हुन्छ, भोलिमा हामी म लेबर छु भनेर छोराले पनि गरी खानै पर्छ, अरूको हात चाकरी गर्नै पर्छ भने त्यस्तो चाहिँ छैन। टेक्निकल एजुकेसन गर्ने भनेको के हुन्छ भने चाहिँ तपाईँ आफूमा चाहिँ सेल्फ डिपेन्डेन्ट भएर काम गर्नु, आफैमा अरूमाथि निर्भर नपरिकन तपाईँमा भएका सिपहरू, तपाईँसँग भएका जुन कलाहरू छन् त्यो कलाहरूलाई बेचेर तपाईँ अगाडि बढ्न सक्नेलाई पढाइलाई के भन्छ भने चाहिँ सेल्फ एजुकेसन अर्थात् टेक्निकल एजुकेसन भन्छ। भने चाहिँ यसमा तपाईँले अरूको चाहिँ अन्डरमा बसेर अरूको तल बसेर चाहिँ काम गरिराख्नु पर्दैन, अरूको चाहिँ हेपेर हेपाइ आएर तपाईँ बस्नु पर्दैन। तपाईँ स्वयं तपाईँ आफ्नो मालिक आफै बन्न सक्नुहुन्छ। भने चाहिँ एउटा सानो हाम्रो देशमा एउटा के भनाइ छ भनेपछि हामी ठुलो अफिसको नोकरी, ठुलो कम्पनीको नोकर हुनुभन्दा हाम्रो सानो कम्पनीको मालिक बन्ने भन्ने चाहिँ त्यो सोचलाई हाम्रो चाहिँ यो टेक्निकल एजुकेसनले चाहिँ हामीलाई चाहिँ त्यो पुरा गर्दो रहेछ भन्ने होइन। यो होइन कि हामी चाहिँ 10 क्लास पढ्यो, 11 10 पढ्यो, 11 पढ्यो, फेरि 12 पढ्यो, त्यसपछि ब्याचलर पढ्दै त्यस्तो गर्दै गयो भने चाहिँ ब्याचलर र मास्टर्स मात्र पढाइमा मात्र लिमिट भयो कि त्यो हाम्रो एकाडेमिक मात्र देखियो कि त्यसलाई हामी व्यावहारिकमा कसरी त्यसलाई बेचेर खाने, त्यसलाई कसरी हाम्रो चाहिँ आफ्नो जीवनमा चाहिँ यस्तो उजाड गर्ने। फेरि त्यति ब्याचलर मास्टर्स पढ्दा पनि हामीले गरिब भोलि दिनमा चाहिँ फेरि जब सुरु गर्दा कुनै ठाउँमा जागिर सुरु गर्दा हामीले चाहिँ फेरि 10,000 15,000बाटै सुरु गर्नुपर्ने हुन्छ। तर त्यस्तो चाहिँ होइन। आजभोलि चाहिँ त्योभन्दा ट्रेन्डिङ मान्छेहरू चाहिँ भन्छन् कि मान्छेहरू 10 क्लासदेखि 11 क्लास 12 क्लास पढेपछि नै उनीहरू केही न केही आफूमा चाहिँ भएका सिपहरूलाई कसरी उजागर गर्ने, कसरी उनीहरूलाई चाहिँ इन्हेन्स गर्ने, कसरी उनीहरूलाई चाहिँ एउटा राम्रो बाटोतिर लाने भने हामी सानो छँदाखेरि हामीले चाहिँ +2 पढ्दासम्म पनि हामीलाई चाहिँ आइडिया थिएन कि मान्छे USA, अस्ट्रेलिया, अमेरिका कसरी गइरहेछन् भन्ने कि। तर अहिलेका जुन जेनजी पुस्ताहरू छन् त्यो चाहिँ दे आर भेरी एडभान्स देन अस। हाम्रो पुस्ताभन्दा अहिलेको पुस्ताहरू चाहिँ धेरै नै एडभान्स छन्, धेरै नै अगाडि छन् कि उनीहरू चाहिँ हाम्रो सोचभन्दा पनि धेरै अगाडि। जहाँसम्म हामी सोच्न सक्दैनौँ त्यहाँसम्म उनीहरू सोच्छन् भने कि अहिलेको जुन बेरोजगारीको जुन समस्याहरू छ भने चाहिँ यसलाई हटाउन एउटा मात्र छ भने सबै जति पनि बच्चाहरू छन्, जति पनि जे छ भने आफैमा स्वावलम्बन हुनुपर्छ र दे मस्ट बी सेल्फ डिपेन्डेन्ट हुनुपर्छ। भने चाहिँ यो भन्दै म हजुरहरूलाई फेरि अर्को भिडियो भेटौँला। जय हिन्द।